म सुमन 3 वर्ष भयो म बिहान उठ्ने बित्तिकै औषधि खोज्छु। अब त मेरो दिनको सुरुवात पनि औषधिको बक्स खोल्दाबाटै हुन्छ। पहिले त सोचेको थिएँ केही हप्ता खानु पर्ला, सब ठिक हुन्छ। तर बिस्तारै बुझे यो रोगले अब मेरो शरीर मात्र होइन, जीवनको ताल पनि कब्जा गरिसक्यो। औषधिको गन्ध अब मलाई डर लाग्दैन, तर कहिलेकाहीँ आँखा बन्द गर्दा लाग्छ कसरी म पनि पहिले जस्तै दौडिन्थेँ, हाँसिन्थेँ, अरूलाई हौस्याउँथेँ। मलाई अझै याद छ, आमा भन्थिन्, जीवन भनेको लडाई हो सुमन, हार मान्ने होइन। तर कहिलेकाहीँ लड्दा पनि थकाइ लाग्छ। आज पनि औषधि लिँदैछु, तर अब त्यो औषधिले मलाई निको पार्दैन, केवल बाँच्छु भन्ने सम्झना दिलाउँछ। डाक्टर भन्छन् सब ठिक हुँदैछ, तर भित्रभित्रै म बुझिसकेको छु केही कुरा औषधिले निको पार्दैन। मनको पीडा र अधुरा सपना। आज म अन्तिम पटक औषधि खाँदैछु। सायद अब यो औषधिको पनि आवश्यकता छैन। औषधिले शरीरलाई जोगाउँछ, तर कहिलेकाहीँ आत्मा थाकिसक्छ।